नमस्कार साथीहरु, स्वागत छ यहाँहरुलाई आजको भिडियोमा हामी पाइथन डे 2 अन्तर्गत छौं र पाइथन प्रोग्रामिङमा चाहिँ पाइथन इन्स्टल गर्ने तरिका आज सिक्ने छौं। पाइथन को इन्भाइरोमेन्ट कसरी आफ्नो इन्भाइरोमेन्ट सेटअप गर्ने र पाइथनको प्रोग्रामहरु कसरी लेख्न सकिन्छ र यसरी चाहिँ कसरी कुन चाहिँ आईडीहरु युज गर्ने भनेर चाहिँ टेक्स्ट एडिटरहरु युज गर्ने भनेर यो सबै भिडियोमा तपाईले हेर्न सक्नुहुनेछ र इन्स्टल पाइथनलाई चाहिँ एकदम ढिलो नगरेर चाहिँ कसरी इन्स्टल गर्ने भन्ने कुरा हामी सिक्न जाँदै छौं। र त्यसमा सबैभन्दा पहिला त के गर्नुपर्छ, तपाईको ब्राउजरमा कुनै पनि ब्राउजरमा तपाईले python.org सर्च गर्नुपर्ने हुन्छ। python.org सर्च गरिसकेपछि यसरी आउँछ र यसलाई चाहिँ तपाईले यसमा जानुभयो भनेपछि यहाँनिरपट्टि यो जुन चाहिँ छ यो डाउनलोड्स भन्ने अप्सन छ, यसमा जानुभयो भने यसमा क्लिक गर्नुभयो भने हल्का यो चाहिँ होभर गर्नुभयो भनेपछि यहाँ इन्स्टल पाइथन म्यानेजर आउँछ, अर्थात अर द गेट स्ट्यान्डर्ड इन्स्टल फर पाइथन 3.142.2 भन्ने छ। अब यसो गरिसकेपछि चाहिँ तपाईले पाइथनमा यसरी क्लिक गर्नुभयो भने चाहिँ तपाईको पाइथनको यसरी यो एक्जिक्युटेबल फाइल डाउनलोड हुनेछ तपाईको सिस्टममा। र यो सिस्टममा डाउनलोड भइसकेपछि के होला त भन्दाखेरि अब यसमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ तपाईले। मेरोमा अलरेडी इन्स्टल पनि छ र यसरी क्लिक भइसकेपछि यो चाहिँ यसरी देखिन सक्छ अनि यसलाई चाहिँ हामीले क्लिक गर्यौं भने के हुन्छ त यो इन्स्टल गर्ने सेटअप फाइलहरु आउँछ। अब त्यसरी इन्स्टल नाउ क्लिक गरेर तपाईले कन्टिन्यू गरेर चाहिँ इन्स्टल गर्न सक्नुहुन्छ, अर्थात python.exe2 पाथ भन्नेमा यसरी क्लिक गर्नुभयो भने चाहिँ यो के हुन्छ त भन्दाखेरि पाइथन इन्स्टल हुन्छ। र तपाई म्याकबुक चलाइराख्नु भएको छ भनेपछि म्याकबुकका लागि पनि त्यसरी नै यहाँ म्याकओएस भनेर यसरी क्लिक गरेपछि म्याकका लागि रिलेटेड भर्जनहरु देखिन्छन् र त्यस्तै गरेर चाहिँ एन्ड्रोइडमा भयो यस्तै आफ्नो प्लेटफर्महरुमा चाहिँ यसरी पाइथनका डिफरेन्ट भर्जनहरु डाउनलोड गर्न मिल्ने डाउनलोडेबल फाइलहरु देखिन्छन् र त्यसमा क्लिक गरेपछि पाइथन सजिलैसँग इन्स्टल हुन्छ। र पाइथन इन्स्टल भइसक्यो भएन भन्ने चेक गर्न चाहिँ cmd लेखेर तपाईले सर्च गर्नुपर्ने हुन्छ। कमान्ड प्रम्प्ट cmd सर्च गरिसकेपछि चाहिँ कमान्ड प्रम्प्टमा तपाईले पाइथन -version भाषामा लेखेपछि के हुन्छ पाइथन -v लेखे पनि हुन्छ। यसरी सर्च गर्नु भने चाहिँ यसरी आयो भनेपछि यो के भयो त तपाईकोमा पाइथन इन्स्टल भइसकेछ भन्ने कुरा बुझ्नु पर्यो। र पाइथनलाई चाहिँ दुईटा टेक्स्ट एडिटरहरु डिफरेन्ट टेक्स्ट एडिटरहरु छन्, त्यसमा चाहिँ युज गर्न सकिन्छ, लेख्न सकिन्छ। र पाइथनको आफ्नै आईडी पनि छ, पाइचाम भन्ने पाइचाम भन्ने छ। यो पाइचामहरु पनि युज गर्न सकियो, नभएपछि खास सबैभन्दा बेस्ट भनेको चाहिँ तपाईको के हुन सक्छ त भन्दा यो पाइचाम तपाईले डाउनलोड गरेर पाइचाममा पनि गर्न सकियो, नत्र भनेपछि तपाईले चाहिँ डाइरेक्ट यसरी VS कोडमा चाहिँ अब तपाईले गर्न सक्नुहुन्छ यसको कोड एडिटिङ गर्ने काम चाहिँ। अब यसरी VS कोड इन्स्टलेसन गर्नका लागि पनि सेम प्रोसेसले VS कोड इन्स्टल गर्न सकिन्छ। यो चाहिँ भिजुअल स्टुडियो कोड भनेर यसरी आउँछ, यसमा क्लिक गरेपछि त्यो अनुसारको विन्डो म्याक लिनक्सहरुमा चाहिँ आफ्नो कन्डिसन अनुसारले तपाईहरुले इन्स्टल गर्न सक्नुहुन्छ। तर मेरोमा चाहिँ अलरेडी इन्स्टल भइसकेको छ, यो डाउनलोड बटनमा क्लिक गर्नु भने चाहिँ यो इन्स्टल हुन्छ। र अब यसपछि हामी सबैभन्दा पहिला चाहिँ के गर्नु पर्यो त भन्दाखेरि सबैभन्दा पहिला अब इन्स्टल भयो तपाईको यसरी चाहिँ पाइथनहरु कम्प्लिटली इन्स्टल भइसक्यो भनेपछि तपाईले टेक्स्ट एडिटर पनि डाउनलोड गरिसक्नु भयो भनेपछि सबै रेडी भइसक्यो भने चाहिँ अब के गर्न सकिन्छ त भन्दा एउटा कुनै फोल्डर बनाउने सबैभन्दा पहिला। जस्तो मानौं कुनै मैले डी ड्राइभ अर्थात सी ड्राइभ, तपाईले चाहिँ खास गरी अब डी ड्राइभ र ई ड्राइभमा तपाईहरुले फोल्डर बनाउनु पर्ने हुन्छ। मैले चाहिँ यहाँ एउटा फोल्डर बनाउँछु सबैभन्दा, सपोज मानौं मैले पाइथन कोर्स भनेर यसरी बनाउँछु कोड python पाइथन course भनेर चाहिँ पाइथन कोर्स भनेर एउटा फोल्डर बनाउँछु र यसरी फोल्डर भित्र जान्छु। र फोल्डर भित्र गइसकेपछि यहाँ माथिपट्टि यसरी पाथमा सिलेक्ट गरेर cmd लेखेर यसरी गर्नु भने यसको कमान्ड प्रम्प्ट खोल्छ यही फोल्डरमा ठ्याक्कै है। अब यसपछि चाहिँ के गर्न सकिन्छ त भन्दाखेरि code स्पेस डट गरेपछि हामीले के गर्न सक्छौं त VS कोड खुल्छ। र मैले चाहिँ जति पनि पाइथन प्रोग्रामिङ गर्ने छु त्यो सबै VS कोडमा नै गर्नेछु, किनकि यो काम गर्न सजिलो र यो VS कोडमा म अलि फ्यामिलियर भएको हुनाले चाहिँ मैले यसमा काम गर्नेछु है। र तपाईहरुले पनि यसरी नै गर्नुपर्ने हुन्छ। र यस्तै फर्स्ट हाम्रो प्रोग्रामिङ लेख्ने छौं हामीले, फर्स्ट प्रोग्राम चाहिँ हेलो वर्ल्ड प्रोग्राम लेख्ने छौं। त्यसको लागि चाहिँ hello.py भन्ने मैले के गराउँछु एउटा फाइल बनाउँछु। र यो फाइल चाहिँ hello.py भनेपछि पाइथनमा चाहिँ के हुने रहेछ त भन्दाखेरि एक्सटेन्सन py भन्ने एक्सटेन्सनको युज गरिने रहेछ भन्ने कुरा चाहिँ बुझ्नु पर्यो। र सबैभन्दा पहिला चाहिँ हेलो वर्ल्ड प्रिन्ट गर्नलाई त्यस्तो गाह्रो केही पनि छैन। यसमा चाहिँ कुनै पनि प्रोग्रामको स्ट्रक्चर सुरु गर्नु पर्दैन, डाइरेक्ट लेख्न सकिन्छ प्रिन्ट अनि त्यसपछि चाहिँ अब स्ट्रिङमा राख्नुपर्ने हुन्छ। त्यसैले चाहिँ हेलो
द ओल्ड एलडी गरेपछि चाहिँ के भयो त यो डाइरेक्ट हाम्रो चाहिँ अब पाइथनको यो प्रोग्राम प्रिन्ट हुन्छ र टर्मिनलबाट तपाईँले रन गर्न सकिन्छ है। रन गर्नका लागि टर्मिनलमा यसरी चाहिँ यो भ्यूमा क्लिक गरेपछि टर्मिनलमा क्लिक गर्नु भने चाहिँ के आउँछ, यस्तो आउँछ र पाइथन पाइथन लेखेर यसरी पाइथन लेखेर जे फाइलको नाम छ त्यही नै तपाईँले हान्नुपर्ने हुन्छ है। पाइथन भनेपछि hello.py गरेपछि के होला त यो प्रोग्राम रन हुन्छ। यसरी चाहिँ यहाँनिर देख्नुभयो होला, यहाँनिर चाहिँ हेलो वर्ल्ड भनेर आइसकेको छ भने चाहिँ एकदम सजिलो के छ त पाइथन प्रोग्रामिङ छ। त्यो भएर चाहिँ तपाईँले पाइथन प्रोग्रामिङ गर्नलाई त्यस्तो छुट्टै मेहनत गर्नुपर्ने अर्थात् त्यस्तो छुट्टै गाह्रो केही पनि छैन। तपाईँले अलिकति टाइम दिनुभयो भने चाहिँ पाइथन सजिलैसँग सिक्न सकिन्छ। यो चाहिँ भयो के त भन्दाखेरि पाइथन इन्स्टल गर्नेदेखि लगेर त्यसै गरी चाहिँ टेक्स्ट एडिटर इन्स्टल गर्ने के आइडीहरूको चुज गर्ने र फर्स्ट हेलो वर्ल्ड प्रोग्राम हामीले आजको यो भिडियोमा तपाईँले सिक्नुभयो र अब हामी यति नै गर्नेछौँ र नेक्स्ट भिडियोमा तपाईँले अब यहाँभन्दा पछिका सिलेबस अनुसार चाहिँ डेटा टाइप्सहरूदेखि लगेर सबै कुराहरू तपाईँले सिक्न पाउनुहुनेछ। त्यसैले चाहिँ यो भिडियोलाई चाहिँ सेयर गर्नुहोला, च्यानललाई सब्सक्राइब गर्नुहोला, नयाँ हुनुहुन्छ भनेपछि सधैँ सपोर्ट गर्दै रहनुहोला। धन्यवाद।